चिन्ता नगर्नुस् बुढा, तपाईको हरेक पीडामा मलम लगाउने कोसिस गर्नेछु। अब यो एकान्तमा आएर रुने काम बन्द गर्नुस्। हामी छोरा मान्छे हो लक्ष्मी, अरूको अगाडि दिल खोलेर हाँस्न मिल्छ, रिसाउन पनि मिल्छ, तर मन भति पोलेर आँखाको डिलमा टिलपिल टिलपिल आँसु खस्नै लाग्दा पनि आँखा माडेको जस्तो गरेर आँसु पुस्नु परेछ। म अब कतिन्जेल बाँच्छु त्यो त मलाई थाहा छैन, तर मलाई यति पक्का थाहा छ, म अब छिट्टै मर्दैछु। किन? स्वर्गमा गएर तपाईँले आफ्नो अन्तिम दिन सोधेर आउनु भएको हो र? जन्मेपछि मर्नुपर्छ भन्ने त सबैलाई थाहा छँदैछ नि।